Harka Sampang is the capable persons to be a Prime Minister of Nepal. नमस्ते सम्पूर्ण हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू म के भन्न गएको छु भने म त्यति बोल्न पनि आउँदैन तर पनि म एउटा मनमा लागेको कुराहरू चाहिँ हजुरको सामुन्ने पोख्न गएको छु and I hope you're going to be like it. I'm going to talk about the current situation of Nepal right now. They're looking for the candidates to be a interim government को लागि चाहिँ क्यान्डिडेट खोजिरहेको छ त्यो क्यान्डिडेट खोजिरहेको अभियसली हाम्रो सबैको मन बस्तीमा बसेको हाम्रो स्वतन्त्रबाट उठेका काठमाडौँको मेयर बालिन्द्र शाह र धरान उपनगरपालिकाको मेयर हर्का साम्पाङ अनि लगायत हाम्रो खुलमान घिसिङहरू अरू पनि आउनुहुन्छ र त्यसमा के भन्नु चाहिन्छ भने चाहिँ अबाउट बालिन्द्र शाह हैन he is contemptibly lacking in the courage to do something and indoors dangerous obviously and he is doing unpleasant things such as his hidings in the room and his posting his status on the Facebook and if you see the something comments like is danger and done comes like like andolan ma naunu and his deleting status as well status as well and अनि इभन उले चाहिँ एउटा हाम्रो सुशीला कार्कीलाई उले सपोर्ट पनि गरिरहेको छ क्या हि इज उ चाहिँ के भने उ चाहिँ एउटा क्यान्डिडेट हो हैन आफै क्यान्डिडेट हुँदाहुँदै अर्को मान्छेलाई चाहिँ कसरी समर्थन गर्न सक्नुभयो उहाँले हैन उहाँ एउटा क्यान्डिडेट हाम्रो अहिलेको नयाँ हाम्रो जेनजीले चाहिँ उहाँलाई चाहेको रहेछ हैन चाहँदै पनि उहाँलाई चाहिँ यस्तो के अरे सङ्कट कालमा चाहिँ प्लिज आइदिनुहोस् हैन तपाईँ प्राइम मिनिस्टर भइदिनुहोस् भन्दाखेरि पनि उसले उल्टै हाम्रो के अरे सुशीला कार्कीलाई चाहिँ समर्थन गर्नु भएको छ द्याट मिन्स हैन त्यस्तो भएको छ अनि त्यसलाई चाहिँ के भन्छ भनेदेखि चाहिँ अनि त्यो पनि गरेको छ उसले सायद उसको माइन्डमा होला कि हैन अब एउटा के भन्छ अवसरवादी त नभनौँ कतिपय कमेन्ट्सले उसलाई चाहिँ अवसरवादी पनि भनेको छ द्याट मिन्स हि इज थिङ्किङ अबाउट दिस के अरे आफ्टर 6 मन्थ एउटा इन्टरिम के अरे गभर्मेन्ट भएपछि गभर्मेन्ट भइसकेपछि चाहिँ लास्टमा चाहिँ हैन उसलाई चाहिँ भोटिङमा फेरि इलेक्सनमा आएर जिताएर प्रधानमन्त्री कुर्सी चाहिँ उसलाई रेडी बनाएर खदा लगाएर मात्रै प्लिज आइदिनुहोस् दुई शब्दहरू बोलिदिनुहोस् भनेपछि मात्रै जाने हो कि यस्तो जुन आपतकालमा रहेको बेला चाहिँ जनताले चाहेको बेला अगाडि जाने हो अगाडि जो जान्छ नि द्याट इज द लिडर so that is I can't say him he is the leader हैन I can't say him he is leader but I can say he is not leader he is an engineer है गाइजहरु उ चाहिँ प्रविधि हो उ चाहिँ प्रविधिक के रे के भन्छ प्रविधिक हो उ चाहिँ इन्जिनियर हो तर उ चाहिँ के रे लिडर चाहिँ होइन यसरी हामीले चाहिँ वी क्यान प्रुभ हिम हामीले प्रुभ गर्न सक्नुहुन्छ हैन म पनि उसको एउटा एकदमै फ्यान हो म एकदम फ्यान हो ब्यालेनको फ्यानै हो म हैन फ्यान हो तर उसले चाहिँ यस्तो सङ्कट कालमा उसले यसरी देखाउँदा एउटा चाहिँ के भन्छ एउटा कावर्डपन देखाउँदाखेरि चाहिँ हैन कावर्डपन भनेको थाहा छ नि तपाईहरुलाई कातरपन देखाउँदाखेरि चाहिँ हैन उ चाहिँ हाम्रो जति पनि हाम्रो जुन नेपाली जनताहरुको के रे उबाट चाहिँ गिरेको छ अहिले हाम्रो नजरबाट हैन द्याट इज वाइ आई डोन्ट नो व्हाट इज हिज थिङ्किङ यस्तो बेला उसले चाहिँ नआउँदा एउटा सङ्कट कालमा उसलाई रिक्वेस्ट गर्दा पनि नआउने भनेपछि चाहिँ हि इज नट क्यापेबल टु बी अ लिडर हैन लिडर जसलाई भन्छ लिडर चाहिँ जसले गर्छु भन्छ त्यो चाहिँ लिडर हो द हर्का साम्पा इज द लिडर हो हैन हर्का साम्पा इज द लिडर हो किनकि हि इज द क्यापेबल and he is 100% he is very 100% to develop the नेपाललाई डेभलप गर्नलाई चाहिँ एकदमै भित्रदेखि चाहिँ 100% हो हैन मानिलिनु उ चाहिँ फिल्डमा हुन्छ हैन उले कति कामहरु भ्याइरहेको हुन्छ तब म अचम्म लाग्छ ही इज वान अफ दी खत्रै मान्छे लाग्छ के किनभने फिल्डमा पनि काम गर्नु भ्याइरहेको हुन्छ उसले हैन अफिसको काम त्यति भइरहेको हुन्छ उसलाई हाम्रो सानो के एउटा फ्याक्ट्री खोल्दाखेरि पनि दुनियाँ मुद्दाहरू लागिरहेको हुन्छ त्यहाँ पनि स्टेटमेन्ट लेख्नु पर्यो हैन स्टेटमेन्ट लेख्नु भ्याउनु पर्यो हैन कति अब हैन उसले अब फेसबुकमा त्यतिकै उसले स्टाटस लेख्छ हैन उसले चाहिँ त्यतिकै उसले चाहिँ के अरे गीतहरू पनि कम्पोज गरिरहेको हुन्छ देशभक्ति गीतहरू लेखिरहेको हुन्छ हैन उसले चाहिँ भित्रै उसलाई एक पैसाको लोभ पनि छैन द्याट मिन्स उसले चाहिँ के भन्छ भनेदेखि हैन
म यो देशको लागि जन्मेको, म केही गरेर मर्छु हो। मान्छे एउटा जन्मिन्छ, जन्मेपछि मर्नुपर्छ, मर्नुभन्दा अगाडि चाहिँ केही गर्नैपर्छ, इतिहास रच्नैपर्छ। त्यो भएर चाहिँ ऊ भित्रैदेखि लागेको मान्छे हो। त्यस्तो खालको लिडर चाहिँ हाम्रो नेपाललाई चाहिएको छ गाइज। त्यसैले प्लिज 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 होइन, यदि हाम्रो उसले के भनिरहेछ भने उसले चाहिँ आएर चाहिँ उसले हाम्रो के अरे अहिलेको यो हाम्रो जेनजीको आन्दोलन पनि ऊ आएर चाहिँ इन्भल्भ भएको छ होइन। ऊ काठमाडौँ पनि आउँछु भन्दै थियो। हाम्रो काठमाडौँ चाहिँ साइड गएन, तर ती आफ्नै लोकलमै गर्नुभयो, किनभने काठमाडौँमा के अरे त्यहाँकै उहरूले चाहिँ हाम्रो जेनजी हाम्रो भाइहरूले चाहिँ ग्रुपहरूले चाहिँ जानु दिएन उसलाई चाहिँ, त्यहीँ राखेर आन्दोलनमा ऊ चाहिँ आएको मान्छे हो होइन। ऊ चाहिँ त्यसरी आएको मान्छे हो। हि गट द करेज एन्ड हि क्यान लिड नेपाललाई चाहिँ उसले लिड गर्न सक्छ होइन। द्याट इज वाइ तपाईँलाई म के भन्छु भने हजुर के अरे जेनजी भाइ बहिनीहरूले चाहिँ प्लिज 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 होइन, यस्तो खालको अपर्च्युनिटी नगुमाउनुहोस्। खड्काले के भन्छ भने तपाईँले मलाई साथ दिन्छ भने आई एम मेन्टली आई एम फिजिकली फिट टु टेक ओभर भनेर उसले भनिरहेको छ होइन। त्यस्तो व्यक्तिलाई चाहिँ तपाईँले चाहिँ चुन्नुपर्छ। ओके, अब त्यस्तो व्यक्तिलाई चाहिँ प्लिज दिनुभयो भने चाहिँ इफ यु हाम्रो हर्क साम्पङ जस्तो व्यक्तिलाई चाहिँ तपाईँले चाहिँ देशको अभिभारा दिनुभयो भने चाहिँ आई थिङ्क तपाईँहरूको सपना चाहिँ साकार हुनेछ। आई थिङ्क सपना साकार हुनेछ। आई थिङ्क हि विल ब्रिङ्स योर ड्रिम्स कम ट्रु जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि म चाहिँ त्यस्तो लाग्छ, किनभने चाहिँ ऊ चाहिँ कस्तो छ भने ऊ चाहिँ प्रोएक्टिभ छ होइन, ऊ चाहिँ क्यापेबल छ होइन, ऊ चाहिँ इन्थेजास्टिक छ होइन। अनि ऊ चाहिँ के अरे एकदमै मैले अघि भनिसकेँ, हि इज द हङ्गर पर्सन होइन। त्यस्तो खालको व्यक्ति छ। उस्तै भएदेखि होइन मैले देखेको छु धेरै पहिलाको हाम्रो मेयरहरू है, अफिसमा गएर चिया बनाएर यसो कफी खैनी मोड्ने होइन, एकछिनबाट पठाइदेऊ भन्ने होइन। त्यस्तो खालको ऊ चाहिँ अन द फिल्डमा काम गर्ने मान्छे हो। हाम्रो धरानमा मानिलिनु अब के अरे त्यहाँनिर बजेटै नभएको ठाउँमा पनि श्रमदान गरेर चाहिँ उसले चाहिँ कस्तो बनाइसक्यो विचार गर्नुहोस्। वान अफ द बेस्ट नमुना सहर बनाइसकेको छ। हाम्रो काठमाडौँ त हाम्रो बालेन्द्र शाहले के गर्नु, त्यो ठुलो बजेट भएको ठाउँमा त्यो काम गराइदियो, पैसा लगाइदियो होइन, भइहाल्छ नि त्यस्तो ठाउँमा त होइन, हो कि न भन्नुहोस् त। त्यो भएर चाहिँ हाम्रो देशलाई चाहिएको भने चाहिँ हर्क साम्पङ जस्तो लिडर चाहिएको छ। त्यो भएर गाइजहरू यो अपर्च्युनिटी हामीले गुमाउनु हुँदैन। प्लिज 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 हर्क साम्पङ नै हुनुपर्छ हाम्रो देशको नेक्स्ट हाम्रो अप्सन भनेकै हर्क साम्पङ हो, यो भन्न चाहन्छु। र अनि अर्को हाम्रो नेपालको प्रधान सेनापति ज्यूलाई पनि एउटा रिक्वेस्ट, एउटा मेसेज, एउटा स्ट्रङली एडभाइस के गर्न चाहन्छु भनेदेखि तपाईँले पनि राम्रो व्यक्तिको हातमा चाहिँ यो देशको अभिभारा चाहिँ तपाईँले दिएको हुनुपर्छ। मैले देखेको छु यहाँनिर अहिले जेनजीको एउटा नाम लिएर पार्टीको मान्छेहरूभित्र सलबल आएको छ होइन। पार्टीको मान्छेहरूले चाहिँ जेनजीलाई चाहिँ एउटा खुड्किलो बनाएर चाहिँ माथि टपमा जाने होइन, माथि खुड्किलोमा जाने त्यस्तो खालको अवसरहरू पनि खोजिरहेको छ। अनि यहाँ राजावादीहरूले पनि खोजिरहेछ, नो राजा, नो एनी मोर राजा। ओके, राजा भनेको जहिले पनि ओभर द ल हुन्छ। ओभर द ल भइसकेपछि चाहिँ जे पनि उसले गर्नु सक्छ। द्याट्स वाइ नो एनी मोर किङ, मोनर्की हाम्रो के अरे त्यस्तो खालको ऊ चाहिँ चाहिँदैन हाम्रो नेपालको लागि। अनि जति पनि हाम्रो यो पार्टीको झोलेहरू छ, यो सुशीला कार्की भनेको चाहिँ पहिलाको हाम्रो के अरे नेपाली काङ्ग्रेसको चाहिँ उहाँको चाहिँ बुढी अरे भनेको सुनिन्छ कता कता दायाँ बायाँ होइन। अनि इन्डियाको त्यो एउटा पपेट पनि सुनिन्छ। प्लिज प्लिज त्यस्तो व्यक्तिको हातमा चाहिँ कहिले पनि नदिनु होला, यो भन्न चाहन्छु। अनि हाम्रो प्रधान नेपाल आर्मीको प्रधान सेनापतिज्यू, प्लिज बिवेयर माइन्ड, यो कुनै पनि लोभ लालचामा, कुनै पनि कसैको धाक धम्की र लोभ लालचा, कसैले घुसपेसहरू खुवाउने, अनि कसैले चाहिँ नेपाल आर्मी प्रधान सेनापतिज्यू, दिस इज हाम्रो चाहिँ एउटा यो हाम्रो रिक्वेस्ट हो तपाईँलाई, कुनै पनि कसैको धाक धम्कीमा नरहिकन र कुनै पनि घुसपेसको एउटा लोभ लालचमा नरहिकन राम्रो व्यक्तिलाई यो देशको जिम्मेवार बुझाइदिनु हुन हामी धेरै धेरै अनुरोध गर्दछौँ। र नो मोर किङ इन नेपाल, र राजालाई पनि दिने होइन, राजा भनेको चाहिँ जहिले पनि ओभर द ल हुन्छ। द्याट्स वाइ प्लिज राम्रो मान्छेकोमा दिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड सेयर एज मच एज यु लाइक। थ्याङ्क यू
शुभ दिन सबैलाई, बाई बाई।